आज चाहिँ मेरो छोरीलाई रोएको देखेर गाइज थाहा भइसक्यो हजुरहरूलाई के भएको छ भनेर। सो हेलो गाइज, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी भ्लगमा है। हिजो राति त मेरो छोरीलाई यति ज्वरो आएको थियो न, क्या भनौँ अब, यति ज्वरो आएको थियो। रातभरि दबाई खिलाउँदा नि आराम भएको थिएन है। त्यसको मुखै देखेर थाहा भइसक्यो होला गाइज। मेरो छोरीलाई फेरि मैले आज हट्दैदैन गरम पानीले डेटल हालेर आङ पुछेर रेडी गरिदिएँ हस्पिटल लिनको लागि। यसको बाबालाई फोन गरेको त यसको बाबालाई टाइम लाग्छ भने। जति ज्वरो आए पनि घुम्न चाहिँ छाड्दिनँ। हेर्नु न कसरी हिँडिरहेको थियो अझ पनि गाइज। त्यसपछि फेरि यसको बाबा आइसकेको थिए। फेरि हामीहरू गयौँ हस्पिटल लिएर जान लाग्थ्यो। मेरो छोरीको मुख हेर्नु न गाइज, कति रोएर कस्तो आँखासँग छिरिसकेको थियो रातभरि ज्वरोले। बच्चा बिराम भएपछि यति आपत हुन्छ न गाइज, के भनौँ। हामी आफू ठुलो मान्छे बिराम भएपछि केही लाग्दैन, बच्चा मेरो छोरी फेरि बिराम हुँदै भएपछि सितिमिति सन्चै हुन्न गाइज। सो गाइज हामीहरू आइसकेको थियो हस्पिटल। हेर्न सक्नुहुन्छ मेरो छोरी मेरो बुढा म आएको थियौँ हस्पिटल। मेरो डक्टरले फेरि चेक गरेको त रोएर बापरे कति परेसान गरिदिन उहाँ त। यति रुन लागिन। हेर्न सक्नुहुन्छ गाइज मेरो छोरी यति रोएर जलाउन लाएको थिएँ आजको दिन त। सो गाइज फेरि हामी आइसकेको थियो घर। मेरो छोरीलाई मैले थोडा नास्ता खिलाएर दबाई खिलाइसकेको थिएँ। दबाई खिलाएर एकछिन भुल्लिकी थिएँ, दबाई खिलाएर एकछिन शान्त बसेकी थिएँ, रोएकी थिइनँ। त्यसपछि फेरि मैले फटाफट फलफ्रुट काटेर मेरो छोरीको मुखतिर दिएर मैलाई बनाउनु थियो खाना। केलाई भनेपछि आज बिहानबाट न हामीले न नास्ता न केही। बिहानबाट आज घरमा लथालुङ्गे यस्तै थियो। रातभरि ज्वरो आएको त्यसलाई रातभरि सुत्न नदिएका थिएँ र फेरि मैले केही गरेको थिएन। म डाइरेक्ट खानै बनाउन थिएँ उठेर गाइज। हस्पिटलबाट आएर 2:30 बजिसकेको थियो। त्यसपछि फेरि म बनाउन थिएँ खानामा भात बनाइसकेको थिएँ। खानामा म माछा र आलु मिक्स गरेर बनाउन थिएँ गाइज। हेर्न सक्दछु आलु फेरि जेमा पनि मिलिहाल्ने क्या। आलु जेमा पनि मिक्स गरेपछि म्याचिङ भइहाल्ने गाइज आलु भनेर। यतातिर साथमा मेरो छोरी शान्त बसेर अहिले चाहिँ यो खेल्न लागि थियो, फलफ्रुट खाँदै बसेकी थियो। अहिले रुन लागेकी थिएँ नत्र पनि त रोएर यति रातभरि रोएर परेसान गरिएको थियो र बिहान पनि रोएर परेसान गरेर केही गर्नै दिने। त्यसपछि सो गाइज फेरि मैले बनाउन लाग्थेँ भाजी। आफ्नो घरको सबै यो कान्दा फ्राई गरेर मसला हालिसकेको थिएँ। हजुरहरू कसरी बनाउनुहुन्छ मेरो यसरी बनाइसकेको थिएँ, मैले भुटिसकेको थिएँ। त्यसपछि फेरि मेरो छोरी सुतिसकेको थियो। हेर्न सक्नुहुन्छ झुलामा आरामले सुतिसकेको थियो। एकछिन आराम भएर मेरो कपडा भाँडा सब धुन थियो। हामीले चाहिँ खानासाना खाएर फेरि मेरो छोरी उठेर हेर्न सक्नुहुन्छ किन रुन लागेछ भन्नुहुन्छ भने चाहिँ यसरी यसको पप्पा खाना खान आएका थिए। आफ्नो बाउसित जान पाएन भने यस्तरी रुन लागेकी थिए। आफ्नो बाउलाई चाहिँ यति मान्छेन, म भन्दा पनि आफ्नो बाउलाई धेरै मान्छे। आफ्नो बाउसित उहाँ बाहिर घुम्न जान पाएन भने यति रुन लागेको थिएँ। रोएर यस्तो मुख हेर्न सक्नुहुन्छ कति रुन लागेको थियो। ज्वरो त सन्चो भइसकेको थियो, बाहिर जान पाएन भने रुन लागेको छ। सो हेलो गाइज, भिडियो मन